दार्जिलिङ हाम्रो पहाडको माटोले विश्वविख्यात चिया मात्र उत्पादन गर्दैन, पहाडी आमाले विश्वविख्यात प्रतिभाहरूलाई पनि जन्म दिने गरेकी छिन्। चलचित्र बाँसुरी, सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, तृष्णा, दुई थोपा आँसु, कोसली, दक्षिणा, देउता, दर्पण छाया, लहना, दुई किनार जस्ता सुप्रसिद्ध चलचित्रहरूका कालजयी गीतहरू हामी कसरी भुल्न सक्छौं र? यस्ता लोकप्रिय कर्णप्रिय गीतहरूका संगीतकार हाम्रै दार्जिलिङका उपज हुन् रञ्जित गजमेर। आज दार्जिलिङ टेलिभिजन अचिभर श्रृंखलामा प्रख्यात संगीतकार रञ्जित गजमेरसँग केही क्षण बिताउन लाग्दा खुशी र गौरव अनुभव गरिरहेका छौं। सन् 1981 सालमा नेपाली चलचित्र बाँसुरीबाट सुपरहिट गीतहरूको श्रृंखला शुरू गर्न हुने रञ्जित गजमेरले 2007 सालमा 15 भन्दा बढी नेपाली चलचित्रहरूमा सुपरहिट गीत दिइसकेका छन्। उनले अझै आफ्ना सृजनालाई विश्राम दिएका छैनन्। हाल उनी मुम्बईमा रहेर पनि हिन्दी सिनेमा र नेपाली सिनेमा क्षेत्रका संगीतलाई सेवा पुर्याइरहेका छन्। दर्शकवृन्द, आज उनै आदरणीय संगीतकार रञ्जित गजमेरसँग अचिभर श्रृंखलामा उनको संगीत क्षेत्रको यात्रा विषय उनकै मुखारवृन्दबाट सुनौ। त दर्शकवृन्द, आजको यस एचिभर श्रृंखलामा हामीसँग जो हाम्रा एचिभर्स, हाम्रा श्रेष्ठ, हाम्रा सर्जक उपस्थित हुनुहुन्छ, तपाईलाई याद भइहाल्यो। त उहाँलाई हामी यस श्रृंखलामा स्वागत जनाउँदछ। हामीसँग हुनुहुन्छ श्रीमान रञ्जित गजमेरज्यू। त सर, तपाईलाई हाम्रो यस कार्यक्रममा धेरै धेरै स्वागत छ। थ्याङ्क यू, धन्यवाद। सर, तपाईँ अहिले हाल दार्जिलिङ आउनु भएको छ, दार्जिलिङ आइपुग्नु भएको छ अनि कहिले आउनुभयो त सर दार्जिलिङ? दार्जिलिङ म अस्ति राति आइपुगेको। विशेष गरी दार्जिलिङ आउने त केही थिएन है। हामीलाई सिक्किममा इनास वर्ल्ड नेपाली फिल्मको एवार्ड थियो नि, उहाँलाई चिफ मिनिस्टर साहबले हामीलाई बोलाउनु भएको त्यो विषय लिएर। म मात्रै होइन, म विनोद प्रधानज्यू, क्यामेराम्यान मनिषा कोइराला, हामी उहाँ बम्बईमा हिन्दी टिभीको बालाजी टेलिफिल्म थाहा छ? उहाँको एकता कपुरको स्रष्टाकार जतिवटा सिरियल छ उहाँले ह्यान्डल गर्नुहुन्छ। उहाँको नाम हो रवि भट्टराई। उहाँ पनि हामीसँग आउनुभएको थियो। त सर, विगतमा यहाँबाट दार्जिलिङको 60 को दशकको दार्जिलिङ र अहिलेको दार्जिलिङ देख्दाखेरि, अहिलेको दार्जिलिङ हेर्नु पाउँदाखेरि कस्तो, केही नोस्टाल्जिक के फिलिङ्स हुन्छ, केही सोच्नुहुन्छ, केही आउँछ दिमागमा सर तपाईँलाई? अहिलेको दार्जिलिङ र त्यति बेलाको दार्जिलिङमा, अब हाम्रो टाइमको दार्जिलिङमा त्यति बेला केही इम्प्रुभमेन्टहरू थिएन, डेभलपमेन्ट भएको थिएन, तर रमाइलो थियो, सबै खुसी थिए, सबै आफ्नो काम गर्ने मजा थियो, सबै राम्रो थिए। अहिले धेरै डेभलपमेन्ट भयो, धेरै प्रोग्रेस भयो र बाटो सानो भयो, दोकानहरू बेसी भए, गाडीहरू बेसी भए, सबैजना यति साह्रो बिजी भए, कसैलाई कसैको वास्ता छैन, आफ्नो काम गर्ने, भिडमा पनि भागिरहने। अनि यसो त्यति बेलाको पुरानो कुराहरू सोच्दाखेरि आर्ट एकाडेमीको सम्झना आउँदैन तपाईँलाई? कस्तो प्रकारले हेर्नुहुन्छ आर्ट एकाडेमीलाई? त्योसँग जोडेको तपाईँको सम्झनाहरू यसो हाम्रो दर्शकवृन्दसँग साझा गरिदिनुहोस् न, त्यसलाई यसो बाँडिदिनुहोस्। आर्ट एकाडेमी तपाईँको अम्बर गुरुङ दाइवाला हामी गुरुजी मान्छौँ हामी, उहाँले सुरु गर्नुभएको। त्यसमा धेरै मेम्बर थिए, म्युजिसियनहरू। उहाँले कतिवटा कुरा हामीलाई सिकाउनु भयो, बुझाउनु भयो, जान्नुभयो। म्युजिक, सङ्गीत सम्बन्धी कतिवटा कुरा कस्तो हुन्छ, इङ्ग्लिस म्युजिक के हो, ज्याज म्युजिक के हो, पप सङहरू के हो, नेपाली मोडर्न म्युजिक कसरी हुँदैछ है। अनि उहाँले हाम्रो फोक ट्युनलाई उ गरेर हाम्रो टाइपको उहाँले एउटा नाम दिनुभएको देवकट्टा छ, उहाँले थियो।
बुझ्नु भएन हजुर त्यो हिसाबले उहाँले म मात्र थिइनँ म शरण प्रधान हजुर गोपाल योन्जन कर्म योन्जन इन्द्र कुमार गजमेर हजुर प्रकाश घतराज हाम्रो बर्दिया अजय गुरुङ हजुर पिटर कार्थाक पिटर कार्ड जितेन्द्र बर्देवा जितेन्द्र बर्देवा हजुर रुद्रमणि गुरुङ हजुर अरुणा लामा अग्मु हजुर, हुनुहुन्थ्यो अग्मु दिदी हजुर गगन गुरुङ गगन गुरुङ सर हामी सबै थियौँ अनि मैले नाम बिर्सेँ एकजनाको शेखर दीक्षित शेखर दीक्षित शेखर उहाँको वाइफ पनि हुनुहुन्थ्यो रहरमाया उहाँहरू गाउनुहुन्थ्यो खुब राम्रो रमाइलो हुन्थ्यो अब तपाईँ नेपाली सङ्गीतमा ज्ञाता महान ज्ञाता हुनुहुन्छ तपाईँलाई धेरै नै ज्ञान छ अनि तपाईँको सङ्गीतको ज्ञानले यसो अम्बर गुरुङलाई हेर्दाखेरि कस्तो पाउनुहुन्छ तपाईँले उहाँलाई सोच्दाखेरि कस्तो पाउनुहुन्छ तपाईँ अब हालैमा उहाँको निधन हुनुभयो नि उहाँको निधन भयो तर उहाँको निधन भए पनि उहाँ जिउँदै हुनुहुन्छ बुझ्नुभयो उहाँले नेपाली सङ्गीतको लागि जो गर्नुभयो नि त्यो कसैले गर्नु सक्दैन उहाँले जो पनि गर्नुभयो यति हो तपाईँ उहाँको फाइनेन्सियली ऊ थियो बालबच्चा थिए भएर सङ्गीत एज ए प्रोफेसनल उहाँले लिनु सक्नु भएन अनि त्यस्तो केही प्रथा पनि थिएन दार्जिलिङमा हामीले स्टेजमा बजाउँथ्यौँ सब खुसी हुन्थे ताली मार्थे घरमा गएर गाली खान्थ्यौँ त्यस्तो थियो बुझ्नु भएन त्यो स्थिति त तपाईँहरूको समयमा पनि थियो अहिले पनि त्यस्तै छ अब त्यो त थाहा छैन अहिले धेरै राम्रो छ हजुर अहिले त धेरै राम्रो छ त्यति बेला थिएन अनि त्यति बेला पैसाको भ्यालु कम्ती थियो अहिले त एकदमै ज्यादा छ नि त सर त्यसले गर्दा स्थिति त त्यस्तै लाग्छ हामीलाई त ठिकै छ हो त्यति बेला त अब पैसा त अब प्रोफेसनल त केही थिँदैन त्यसै कारणले हुँदा अमर दाईलाई बल्ल बल्ल फोक इन्टरटेनमेन्ट सेक्सनमा उहाँले काम पाउनुभयो पश्चिम बङ्गाल सरकारले खोल्या उहाँ उहाँले काम गर्नु सुरु गर्नुभयो र त्यसो हुँदा हुँदा उहाँ धेरै व्यस्त हुनुभयो त्यो उसमा एज ए म्युजिक डाइरेक्टर उहाँ काम गर्नुहुन्थ्यो र आर्ट एकाडेमी अलिकति हलियो सबै छुट्टा उहाँ बिजी हुनुभएपछि व्यस्त हुनुभएपछि आर्ट एकाडेमी अलिकति हल्लिएपछि चाहिँ सङ्गम क्लब त्यहाँदेखि शरण अरुणा मो जितेन बर्देवा प्रकाश घतराज इन्द्र कुमार विदुर लकान्द्री पनि हुनुहुन्थ्यो अजय गुरुङ पिटर कार्थाक सबै भएर चला यो सुरु गर्ने भनेर सङ्गम सुरु गरौँ सङ्गम एकपट्टि सङ्गममा तपाईँहरू एकपट्टि कर्मयोञ्जन सर गोपाल योञ्जन सरको अलग्गै त्यो कुरा हामीले सुनिरहेको थियौँ कर्मयोञ्जन सरको मुखबाट नि यो कुरा सुनेको थियौँ एकपट्टि हामी हुन्थ्यो एकपट्टि उहाँहरू हुन्थ्यो भन्ने हजुर के तर हाम्रो हेल्दी कम्पिटिसन हुन्थ्यो अब तपाईँ अब बिचरा सर के अरे गोपाल जानुभयो बित्नु भयो तर गोपाल योञ्जन मान्छे हृदय एकदमै राम्रो भएको फ्लुट एकदम राम्रो बजाउने पछाडि कम्पोजिसन त कुरै छैन सुनिहाल्नु भएको छ लेख्नु पनि खुब राम्रो लेख्ने बुझ्नु भएन एउटा हामीलाई विशेष गरी त्यहाँ सङ्गीतको लागि दार्जिलिङमा प्लाटफर्म थियो एउटै जिडिएनएस गोर्खा वर्षमा एकपल्ट म्युजिक कम्पिटिसन हुन्छ त्यहाँ हाम्रो सङ्गम खुलेपछि एउटा जो कम्पिटिसन भयो महान कम्पिटिसन बुझ्नुभयो अरे कर्म योञ्जन र गोपाल योञ्जनले दिलमा खाती उहाँलाई तयारी पार्नु भएको थियो यता शरण रञ्जित अरुणा लामा जितेन बर्देवा हामी तयारी एकदम टप कम्पिटिसन भयो अनि के अरे दिलमा खातीजीले एउटा फोक टाइपको देउकाटा सङ्ग गोपालको कर्मङ दुईजनाको कम्पोजिसन होला यस्तो गाउनु भयो अनि गाना यति राम्रो बुझ्नुभयो सब हल यस्तो भयो लास्टमा मोडर्न गीतको उसमा हुँदाखेरि अरुणा लामाको गीत बाले आयो लास्ट पिन ड्रप साइलेन्स है शरण हामी म तबला बजाउने शरण हार्मोनियम बजाउने ऊ गीत गाउने अरे होइन त्यसको अगाडिको एउटा कथा भन्नु दिलबा खातीजीको एउटा गीत मोडर्न गीत अब गर्ने भयो र त्यो त्यसमाको
के भयो थाहा छैन गोपाल लिन्छन् हतार हतार ढुकुर्दै आएर र चाहिँ तबला बजाइदिएन यार मेरो त हेर्न के पनि के भयो भने एनाउन्स भइसक्यो तर त हिँड्न मलाई थाहै छैन तँ हिँड्न भने हेर्नुहोस् है कम्पिटिसन तर गएर अब मैले बजाइदिएँ यस्तो राम्रो गीत यस्तो गाए दिलबाजीले त्यस पछाडि अरुणा लामाको है पिन ड्रप साइलेन्ट अनि अरुणाले जो गायो फर्स्ट प्राइज उसलाई पायो कुन चाहिँ गीत थियो होला यसो सम्झनामा आउँछ तपाईँलाई त्यो गीत त्यसमा जप्तालमा जप्ताल अनि देश रागमा गरेको थियौँ हामीले यहाँ निश्चल छ तेरा एकदमै स्वर्णिम युग हाम्रो नेपाली सङ्गीतको त्यो समय स्वर्णिम युग साँच्चै नै स्वर्णिम युग थियो त्यो अनि आर्ट एकाडेमी अनि सङ्गम क्लबसँग जोडेर तपाईँहरू काम गर्दा गर्दै सङ्गीतप्रति यसो अगाडि बढ्दा नै हिलेन्स हाम्रो ब्यान्ड नेपाली उयसको दार्जिलिङको सर्वप्रथम ब्यान्ड जुन चाहिँ इङ्ग्लिस ब्यान्ड थियो त्यसमा तपाईँ ड्रमर्स पनि हुन पुगे त्यसको यसो कथा चाहिँ तपाईँको त्यसको पनि छुट्टै कथा छ है बुढीले के भन्नु नभन्नु होला मैले जो मैले भोगेको छु त्यो भन्नु होइन आज तपाईँले जति पनि एक्सपिरियन्स गर्नुभयो र जति पनि काम गर्नुभयो र जति पनि जस्तो प्रकारले सिकेर अगाडि बढ्नु त्यसको अनुरूपै तपाईँ आज हामी समक्ष हुनुहुन्छ नि त तपाईँले यति बिना गर्नुभएको छ कि त्यो सबैलाई दर्शकवृन्दलाई नभने नै हुन्छ यहाँको ठुल्ठुलो होटल प्लान्टर्स क्लब ग्लेनेरिज है के अरे तल मेडेनमा थियो मेडेन होटल यस्तो के थियो अनि यस्तो ठुल्ठुलो होटलतिर लुई ब्याङ्क्स र उहाँको बुवा जोजी ब्याङ्क्सले हप्ता हप्तामा कन्ट्र्याक्ट लिएर ब्यान्ड बजाउँथे वेस्टर्न गीत वेस्टर्न सबै वेस्टर्न एकदम राम्रो थियो र तर उहाँको लुई दाजुले कहिले गिटार बजाउनुहुन्थ्यो कहिले ट्रम्पेट कहिले पियानो बजाउनुहुन्थ्यो र जोजी ब्याङ्क्सले चाहिँ पियानो नै बजाउनुहुन्थ्यो अनि कोही बेला ट्रम्पेट बजाउनुहुन्थ्यो फेरि जोजी ब्याङ्क्स त भयङ्कर ट्रम्पेट प्लेयर उहिलेको त चल्दा त्यो उनीहरूको त्यो डबल बेस त्यति बेला बेस गिटार थिएन डबल बेस डबल बेस बजाउने र ड्रम बजाउने चाहिँ प्राय कलकत्ताबाट गोवाबाट गुवानिजहरू आउँथे क्या उनीहरूको उहाँ त्यस्तै थियो अब एक दिन त्यस्तो के कस्तो भएर त्यो गुवानिज ड्रमर आएन रहेछ सिजन चल्दै थियो चारै उनीहरूको त एकदम बिजी हुने बेला त्यति बेला आइदिँदो रहेछ र जोजी ब्याग्स झट्टै सँगसँगै बस्थ्यौँ हामी एउटा उहाँले आएर मलाई तिमी तबला बजाउँछौ तबला टेम्पो चम्पो त रिजम सब आउँछ तिमीलाई हामी ब्यान्डमा हेर मैले त ड्रम त कहिले बसेको देखेको छ हामी देखेको म सिकाउँछु नि होइन न घरमा ल्याएर सिकाउँछु अन्त त्यति बेला म आइजिआइटीमा काम गर्थेँ आइजिआइटीमा आइजी सिभिलियन स्कुल मास्टर अन्त बेलुका आएर खानासाना खाएर अन्त उहाँ जान्थेँ अन्त उहाँले घरमा सेट लगाइदिनु भयो यो बजाउने यो यस्तो हो यस्तो यो बेस ड्रम हो यो टमटम हो यो साइड ड्रम हो यो सिम्बल यस्तो बताउनु भयो अन्तखेरि अब तिमीहरूको दादरा भन्छ दादरा हामी 3-4 भन्छौँ तिमी दादरा दादरा तबलामा बजाउँछौ नि त्यस्तो बजाउ त भने अब त्यो ड्रममा कहाँ बजाउँछ तर अब त्यो छ्याङ मैले यस्तो है अब यो 3-4 भयो 2-4 तिम्रो करुवा भन्छौ भन्छ 2-4 भन्छ त्यसलाई हो 2-4 पनि त्यसरी बजाउने हो अब म ट्युन बजाउँछु भने उहाँले बजाएर मलाई हप्ता दिन सिकाउनु भयो त्यस पछाडि उहाँको ब्यान्डमा ब्यान्ड बजाउँथ्यो आइज ड्रमर उनीहरू ठिकै दिन गऱ्यौँ हामीले पछाडि नेपालमा सोल्टी होटल अन्नपूर्ण ठुल्ठुलो होटलहरू खुल्यो अरे यताउति र उहाँ ब्यान्ड चाहियो अरे टेनिस चाहियो अरे भन्दाखेरि बाउ छोरा उताका ब्यान्ड त हामी मात्रै के गर्ने है अन्त त्यो जिमखानाको उसले त्यो दिस इज भेरी ब्याड के भन्नु थाल्यो हो अन्त के गर्ने अन्त मैले मेरो साथी पिटर कासाक्रा गिटार राम्रो बजाउँथ्यो इङ्ग्लिस अब ऊ त क्रिस्चियन मान्छे है अन्त उसलाई सबै मैले भने यस्तो यस्तो ट्युन छ गानाको गोरो भन्दाखेरि उसले
दिन प्र्याक्टिस गरेर उसलाई लिएर आएँ। अन्त उसलाई आउँदाखेरि त्यस पछाडि अलि बेस गिटार सुरु भएको थियो। बेस गिटार निकाल्नु सुरु भएको थियो। त्यो बेस गिटार चाहिँ यहाँ के गुरुङ, कमल गुरुङ चिन्नुहुन्छ, उहाँले बजाउनु भएको है। म ड्रम बजाउँथेँ। अनि एकजना साथी थियो पूर्वाचेली, ट्रम्पेट राम्रो बजाउनुहुन्थ्यो, उसलाई पनि बोलाए। अन्त हामी राति रेसल गर्थ्यौँ। अन्त बेलुकातिर हिलेन्समा नै हुँदाखेरि तपाईँले यताउति गरेर तपाईँहरू कार्थक सर तपाईँ मिलेर एउटा के मायालु के भन्ने गीत त्यसको इन्सिडेन्ट चाहिँ यिनीहरू हामी सबै कलेज जान्थेँ। म मात्रै कलेज गइनँ, तर मलाई लिएरै जान्थेँ। बिहान उनीहरूसँगै कलेज जान्थेँ। अनि मलाई त्यहाँ के अरे क्यान्टिनमा राखेर खाँदै गर्थ्यो, उनीहरू कलेज गएर आउँथे। त्यसो हुँदा फेरि हामीले पनि गर्दाखेरि मलाई फजर बन्स भन्नुहुन्थ्यो, उसले खुब मन पराउनु मलाई है। अन्त त्यसो गर्दा उनीहरूको के अरे कलेजको प्रोग्राम भयो। कलेजको प्रोग्राममा इङ्ग्लिस गीतहरू सबै बजाउने हुँदाखेरि होइन, एउटा नेपाली गीत त हुनुपर्छ। तर अब सबै अङ्ग्रेज छ त अङ्ग्रेज टाइपको एउटा बनाउन भनेर पिटर र म बसेर अन्त यही मायालु मायालु गीत बनाएँ। पिटरले गाउने ल त राम्रो भयो। सानो अलिकति गुनगुनाइदिनु न दर्शकवृन्दहरूको लागि मायालु। एकताल यसो हाम्रो जति पनि पुराना दर्शकवृन्दहरू हुन्छ उहाँलाई नि नस्टाल्जिक फिल हुन्छ त्यो गीत सुनेर। गुनगुनाइदिएँ मैले? हजुर एकताल अभियसली सर तपाईँले यो बुढो मान्छेलाई एकदम एकदम कहाँ मायालु 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 विरतीको पिठो पुरा दादा 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 दा तिमी आफै नआए पनि छायालाई नै पठाइदेऊ मायालु मायालु मायालु। एकदम सर त्यो समयमा नै तपाईँहरूले सुरु गरिदिनु भएको थियो। त्यसलाई सबैजनाले हामीले फलो गर्दै 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 अहिलेसम्म आइरहेका छौँ। तपाईँहरूले हामीलाई बाटो देखाइदिनु भयो। त्यही बाटो हेरेर हाम्रा जति पनि दार्जिलिङका कालिम्पोङका पाहाडका सङ्गीतकारहरू छ उहाँहरूले त्यही पाइला पछाउँदै पछाउँदै आइरहेको छ। अनि यसै गरी तपाईँ उहाँसँग हुँदा हुँदा नै काम पनि कहाँ गर्नु हुँदै थियो भन्नु हुँदै थियो नि तपाईँले, तर नेपाल जाने कुरा तपाईँ नेपाल पस्नु भयो नि सर? होइन, त्यो म त आइजिआइडीमा एज ए सिभिलियन स्कुल मास्टर काम गर्दै थिएँ। तर पनि अब त्यो म्युजिकमा केही गर्ने त नेपालमा मेरो अजय गुरुङ भने न राम्रो गिटार बजाउने, अहिले उहाँ सिपाहीधुरोमा हुनुहुन्छ, अहिले पनि छ उहाँ। तर उसको बहिनी अनुराधा है, हामी अनु भन्थ्यौँ र हिलमिल थियो। अब ऊ पनि उसको एकजना कोही साथी आएर नेपालमा वीरगन्जमा इङ्ग्लिस स्कुल खोलेको छ र उहाँ अलिकति टिचरहरू चाहिँ नेपाल यहाँको दार्जिलिङको टिचरहरूको इङ्ग्लिस राम्रो इङ्ग्लिस सिकाउने र पे पनि एकदम राम्रो दिँदै खानु बस्नु नै हो। अनि प्लस बेला बेलामा काठमाडौँ जाने, काठमाडौँबाट नेपाल खुलेको छ है, ठुल्ठुलो होटलहरू छ, स्टिमरको लागि राम्रो हुन्छ भनेर उहाँले कुरा गर्दा चाहिँ अनुलाई अन्त ल त भनेर हामी फुर्बु छिरिङ, पिटर कार्थक, म र अनु चारजना हामी नेपाल गयौँ वीरगन्जमा। 6 महिना पनि गरेन, काम गरेन। त्यो स्कुल भर्खर खुलेको। अनि हामी त यस्तो इन्गेज भयो कि बाजा बजाउने त फुर्सदै नपाउने। अन्त पिटरले भने सौम यस्तो त रेला भएसम्म हाम्रो त म्युजिकको लागि आएको, यो त भएन होइन त के गर्ने, छोडछाड गरेर एकपल्ट काठमाडौँ स्ट्रगल गर्ने भनेर छोडछाड गरेर सबैजना काठमाडौँ। दर्शक भर्खर उहाँले अनुराधा उहाँको म्यामको कुरा गर्नुहुँदैछ। अनुराधा म्याम को हुनुहुन्छ भन्दाखेरि अनुराधा कोइराला, अहिले त कोइराला होइन, माइती नेपालको जो हेड हुनुहुन्छ, माइती नेपाल चिफ होइन, जसले चाहिँ इन्टरनेसनल लेभलमा नै काम गरिरहनु भएको छ, उहाँको कुरा गर्नुभएको। उहाँसँग नै बसेर नि कस्तो त्यो उयो छ तपाईँलाई सम्झना आउँछ सर? त्यो कस्तो के सम्झना छ? अब यो निक्लिन्छ, अब यसको अलग्गै हेर्नुहोस् है, यति वर्ष पछाडि कता कहिले कहिले फुल्सनमा कहिले कहिले यसो भुन्थ्यो। अस्ति अमरदा एकदमै साह्रो सिरियस छ भनेर खबर आएपछि अब गुरुजी हो बम्बईबाट म वहाँ पुगेँ काठमाडौँ। हेर्नुहोस् है,
काठमाडौँ पुगेँ अनि त्यो उहाँलाई आइसियुमा राखेको रहेछ धेरैजना सबैजना थुप्रो भिडभाड रहेछ त्यो हस्पिटलमा गएर रिक्वेस्ट गरेर फेरि म दाइलाई यसो हेरेँ त्यो भेन्टिलेसनमा बस्नु भएको खुट्टा ढोगेर आएँ आएर फर्केर आएँ त्यस पछाडि फेरि मेरो पछि डक्टर आएर इज नो मोर भने एकदम कस्तो कस्तो भएर भित्र पस्दै थियो अनुराधा आउँदो रहेछ अब अनुराधा त एक्लै बडी गार्ड पुरा हुन्छ ऊ आएर दाइ भनेर हात छुवाएर यत्रो वर्ष बाद कहाँ कस्तो बेलामा भेट भयो है हाम्रो हेर्नुहोस् है कहाँबाट कहाँ के हुन्छ त दर्शकवृन्द यस्तै पुराना कुरा साथै अन्य सङ्गीतै विषय कुरा लिएर हामी फेरि उपस्थित हुनेछौँ अहिले छोटो ब्रेकको समय भएको छ यसपछि तुरन्तै हाजिर हुनेछौँ यो छोटो विश्रामपछि पुनः स्वागत गर्दै हामीले यो अन्तर्वार्ता जारी राख्नेछौँ त सर हामीले दार्जिलिङको कुरा गऱ्यौँ रिलायन्स ब्रान्डको कुरा गऱ्यौँ सङ्गम क्लबको कुरा गऱ्यौँ आर्ट एकाडेमीको कुरा गऱ्यौँ अनि यसमा हामीले गोर्खा दुःख निवारक सम्मेलनको जुन चाहिँ योगदान छ त्यो विषयमा नि कुरा गरिहाल्यौँ नेपालको नि कुरा गऱ्यौँ अनि नेपालमा तपाईँले म्युजिक नेपाल अब जुन चाहिँ त्यो नेपाल रेडियो होइन त्यसमा धेरै नै तपाईँहरू संलग्न भएर धेरै नै बजाइरै रहनु भएको थियो झट्टै मुम्बई फेरि त्यहाँबाट जानुभयो अनि त्योले गर्दाखेरि चाहिँ तपाईँको म्युजिकको जुन चाहिँ एम्बिसन छ नि सर एकदम बढ्दै बढ्दै दार्जिलिङदेखि एकदम बढ्दै बढ्दै मुम्बईसम्म त्यो कसरी भयो सर त्यो अब जहिले पनि अलिकति माथि नै चलौँ भन्ने हुन्छ पुग्दैन सङ्गीतकार सबैको सर्जकलाई त पुग्दैन कुनै कुराले त्यस्तै हुन्छ तर अब मेरो तकदिर राम्रो हेर्नुहोस् न म उहाँ रोल नेपाल एकाडेमी महाराज त्यति बेला महाराज धेराज महेन्द्रले खोल्नु भएको त्यसमा मलाई रामशरण दर्नालजीले दार्जिलिङबाट आउनु भएको थियो रामशरण दर्नालजीको चाहिँ लुई ब्याग्सहरूको एउटा रिलेसन रहेछ उहाँको किनभने नाम मात्रै लुई ब्याग्स तर उहाँ त त्यसो हुँदाखेरि उहाँले सुन्नुभएको रहेछ र म आएको छ भनेर थाहा पाएर घरमा आएर खोजेर घरमा आएर त्यति बेला उहाँ काठमाडौँमा क्षेत्रपाटीमा बस्थे घरमा आउनुभयो अनि उहाँले तपाईँको हिँड्नुपर्छ उहाँ एकाडेमीमा उहाँ महाराज राजले राम्रो कलाकारहरूलाई उर्व गर्नु भनेको छ तपाईँ हेर्नुहोस् भनेर उहाँ गए र त्यति बेला त्यहाँको कुलपति हुनुहुन्थ्यो बालकृष्ण समसँग मलाई उहाँले भेटाइदिनु भयो है अनि बालकृष्ण समले मलाई एपोइन्टमेन्ट लेटर दिनुभयो त्यो लेटर अहिलेसम्म मैले उहाँको साइन भएको अहिलेसम्म मैले राखेको छु त्यो कहाँ अन्त त्यहाँ त्यसो गर्दा एकाडेमीमा म काम गर्न लागेँ त्यही भाषा साझा बजाउने कतिवटा म्युजिकहरू गर्थेँ अब अलिअलि कर्डहरू पनि जान्दथेँ म त्यो सिकेको थिएँ हृदयसँग त्यसो हुँदाखेरि उहाँ धेरै सबैले मन पराउने सबैले गर्ने फेरि नेपाली टाइपको म्युजिकहरू पनि गर्थेँ एक दिन उहाँ मनोहर सिंह आउनुभयो है मनोहर सिंह तपाईँ अब नेपालीको त भयो कता अब त वर्ल्ड क्लास म्युजिसियन स्याक्सोफोन र फ्लुट बजाउनुहुन्थ्यो है उहाँ चाहिँ बम्बईमा आरडी बर्मन र एसडी बर्मनको एरेन्जर एसिस्टेन्ट सबै उहाँले पुरा गर्नुभएको अनि उहाँलाई चाहिँ हामीले सङ्गमबाट रेकर्डिङ गर्ने यहाँ फुलन खिली चाहिँ रेकर्डिङ हेर्नुभयो सुन्नुभएको है त्यो रेकर्डिङमा उहाँ कलकत्तामा हुनुहुन्थ्यो उहाँले फ्लुट बजाउनु भएको मलाई देख अरे तिमी यहाँ कहाँ म यहाँ काम गर्दैछु अच्छा दार्जिलिङबाट यहाँ आयो हजुर अच्छा अन्त भेटघाट भयो सब उहाँ म्युजिसियनहरूलाई भेट्न उनीहरूको आफ्नो मान्छेहरू पनि सबै आएका थिए त ल त भेटाएर जाने बेलामा अलिकति एड गरेर मैले दाइ बम्बईमा त सबै आउँछन् बम्बई हामी पनि ट्राई गर्नु भनेर ट्राई गर इन्डियाभरिको आउँछ सबजना जसको हुन्छ हुँदैन दिम पनि हो उसमा के भयो
अब तिमी कति बजाउँछौ के बजाउँछौ कसो त्यो त तिम्रो पर्छ है। उहाँ मेरो एक दुईजना राम्रो ठुल्ठुलो म्युजिक डाइरेक्टर साथीहरू छ, भेटिहाल्ला तिमीलाई। अब त्यो गर्ने नगर्छ तिम्रो छ, तर बम्बे आउँदा खाने र बस्ने बन्दोबस्त गरेर चाहिँ आउनुपर्छ। फ्रेङ्कली सबभन्दा अब त्यति भनेपछि त भइहाल्यो नि। त्यसको बाद 2-3 महिना यता त्यही मेरो वाइफलाई पनि भने ल जाउँ त, अब स्ट्रगल गर्दा गर्दा यत्रो आइहाल्यौँ यहाँ, अब यहाँबाट उहाँ जाउँ के भयो त। त्यति बेला मेरो 2टा छोरी थिए, भारती ठुलो छोरी अलिअलि हिँड्नु थालेको थियो, सानो छोरी त काखमै थियो। त्यस्तै लिएर हामी बम्बई पुरा 1-2 दिन अलिअलि स्ट्रगल। मनोहर दाईको एड्रेस थियो, उहाँ गएर अन्त मनोहर दाईले उहाँको रेकर्डिङ जहाँ हुन्थ्यो उहाँ मलाई बोलाउँथ्यो, यहाँ बसेर रेकर्डिङ हेर्नु सुन्नु, हेरेर धेरै कुरो सिक्नु पाउँछ भनेर उहाँले मलाई 2-3वटा स्टुडियोतिर यताउति 3-4 महिना त्यहाँदेखि एसटी बर्मनलाई भेटाइदिनु भयो। त्यसमा पनि धेरै स्ट्रगल भयो। पछि उहाँले एउटा त्यहाँ सिटिङ छ, आरडी बर्मनलाई भेटाइदिन्छु म तिमीलाई भनेर उहाँले लानुभयो। आउनु पर्छ भोलि यति बजी भनेर उहाँले भन्नुभयो, एड्रेस दिनुभयो। म अन्त हुन्छ दाजु भनेर निस्किन हाल्दा उसको सानो भाइ थियो सन्तोष भन्ने, ऊ पनि आरडी बर्मनसँग त काम गर्ने राम्रो मान्छे। उसले रञ्जित एकछिन नेपालको मादल ल्याएको छौ, मादल पाउँछ नि उहाँ यस्तो मादल ल्याएको छ हो, त्यो लिएर भोलि आउनु ल, म पनि हुन्छु त्यहाँ। सिटिङमा त्यही मादल लिएर गसेँ, दाइसँग भित्र गएँ। भित्र मादल लिएर बसेको त आरडी बर्मन, देवानन्द, अरू ठुल्ठुलो म्युजिसियनहरू, भूपेन्द्र सिंहहरू सब बसेर सिटिङ हुँदै रहेछ। अब यहाँबाट गएको, अब पहिला टाइम पहाडको मान्छे हामी, पसिना पसिना भइसक्यो। म त के गर्न अब। त्यति बेला फेरि मनोहर दाईले आरडी बर्मनलाई पंचम भन्थ्यो। पंचम ये मेरा अपना ही है, वो नेपाल से आया है, जरा तेरे को क्या चाहिए पूछ ले। तो क्या बोल रहा था, तो उनीहरूलाई त्यो नेपालीको केही चाहिरहेको थियो होला। मादल राखेर म बसेँ, देवानन्दले यसो हेऱ्यो, this kind of instrument they use, just play it. आरडी बर्मन बजा के बता हमको। पहले मैंने बजाया, त्यही आफ्नो ढाङ्टो लाग्नु, त्यही खुसी भयो। व्हाट अ साउन्ड। ये मादल बजा के गाना तुम लोग का उधर का गाना गा सकता है, तू गाना गा। अब त्यो अलिअलि त्यो बले बटार राखेको कान्छारे त्यो नेपालीमा अलिकति गीत गाएर सुनाइदियो उसलाई हो। देवानन्द त जुरुक, this kind of song I want, this kind of, they use this kind of song। तकदिर राम्रो हेर्नुहोस् त मेरो, कहाँबाट कहाँ हो। पछि नमस्ते गरेर एउटा मनोहरी उसको वर्षों फिल्म सेंटर में जो एड्रेस देते ना उधर ये लेके आना। हाँ उधर आफूलाई निन्द्रा लाग्नु, अब बोलायो आरडी बर्मन। घरमा आएर भने सब खुसी भए। पर्सिपल्ट बिहान खोज्दै पुगे फिल्म सेन्टर, बम्बईको तारदेउमा छ त्यो फिल्म सेन्टर। फर्स्ट फ्लोरमा अनि थर्ड फ्लोरमा रेकर्डिङ फिल्म हुने, अनि त्यसको अर्को फ्लोरमा चाहिँ सेकेन्ड फ्लोरमा चाहिँ एडिटिङहरू हुँदो रहेछ क्या। अन्त मलाई त्यहाँ लिफ्टमा माथि पुऱ्यायो, सबैले हजुर देखेर सब त्यहाँ आएर बसायो। रिसन हुँदो रहेछ। सुन्छु मेरो त्यो गीत कान्छारे लता मङ्गेशकर किशोर कुमारले गाउँदैछ, रिहर्सल हुँदैछ। अरे हो, आफूलाई अब डर पनि एक प्रकारको डर पनि के भन्ने, अब त्यो
खुसी पनि लाग्यो त्यो के अरे आरडी बर्मनको रिजमको जति पनि काम गर्छ नि उहाँको नाम चाहिँ मारुति राव कीर मतलब म साउथको ठुलो म्युजिसियन उहाँ तबला एकदम राम्रो तबला हो एकदम राम्रो मान्छे उहाँले बोलायो अनि त्यो स्केलर मिलाउनु लगायो त राखिदियो ये गाने में ऐसा बजाने का इतना बार बजाने का ये इतना बार रेस्ट है फिर बजाने का मैं हाथ देता हूँ उसमें बजाने का पसीना पसीना यत्रो 150 जना म्युजिसियन त्यत्रो फर्स्ट टाइम जसरी पनि राम्रो टोन आएन जसरी पनि उनीहरूले गाना राम्रो भयो त्यसको बाद मलाई राखेर सिटिंग हम लोग सिटिंग करते हैं ना उसमें आना सुबह आना जब रिकॉर्डिंग नहीं होता सिटिंग करते हैं हम लोग वहाँ आना और रिकॉर्डिंग हुआ तो इधर रिकॉर्डिंग मनोहर दाइ पनि खुसी भयो त भइहाल्छ उसले भनेपछि त आऊ न अब भइहाल्छ एड्रेसहरू थियो त्यहाँदेखि रेगुलर आउने पछि त्यो मादलको टोन क्या म त होइन मादलको टोन आरडी बर्मन जस्तो मान्छेलाई यस्तो लाग्यो कि पछि पछि त उसले मेरा हरेक गाने में इसका टोन चाहिए गाना सुनते ही लगना चाहिए कि ये आरडी बर्मन का गाना है ये मेरा सिग्नेचर समझ लो ऐसा बोल तो मेरो लागि कस्तो कम्प्लिमेन्ट होला हामी सबैको लागि कम्प्लिमेन्ट अन्त उहाँको इङ्ग्लिस गीत होस् कि क्याबरे सङ होस् कि स्याड सङ होस् कि सबमा उहाँले बजाउनु अब त्यस्तै सिलसिलामा हुँदा हुँदा यहाँबाट तुलसी घिमेर कालिम्पोङबाट जानुभएको विनोद प्रधान पनि कालिम्पोङबाट जानुभएको ड्यानी सिक्किमबाट आएको उदित नारायण नेपालबाट आएको त्यो सबै माहौल यसरी भेट भयो क्या हाम्रो मेरो घरमा सबै भेला हुन्थे अन्त सब छुट्टीको दिन सब आउँथेन् त्यस्तै सन्चबार आइतबार पारेर अन्त मोमोसम्म पकाउने हो राईको साग त पाउँदैन थियो तर कोही बेला ल्याउँदाखेरि सबै बसेर मजाले त्यहाँ हिरा सिंहजी नारायण श्रेष्ठ लुई ब्याङ उहाँहरूसँग नि के सम्पर्क त्यसो त्यस्तै लुई दा धेरै पछाडि आए किनभने आरडी बर्मनलाई एउटा पिक्चरमा मुक्ति भन्ने पिक्चरमा त्यहाँ हिरो होटलमा प्यानो बजाउने हुन्छ त्यसको स्टोरी थियो त्यसको लागि चाहिँ अब लुई ब्याङ्क्स फेरि मनोहर दाइको मामाको छोरा लुई ब्याङ्क्स अन्त उसले त सम्झाइहाल्यो किनभने कलकत्तामा भेटेको पनि थियो होला मुक्तिले लुईको बुला बोलो रे तो फोन करके अरे वो काम छोड़ के कैसे कहा क्या बुला तो मैंने बोला बोलते लुई दाइ आएर पछि लुई दाइ जानै दिएन त्यो हिस्ट्री नै छ त्यो एउटा हिस्ट्री क्रिएट भयो अनि सर यो मुम्बईमा हुँदा हुँदा नै 81 सालमा बाँसुरी नेपाली त्यसको कस्तो सुरुवात भयो बाँसुरी त्यही भने नि हाम्रो माहौल हुन्थ्यो त्यसरी भेटघाट हुन्थ्यो र तुलसीजीले भन्नु अरे नेपाली फिल्म बनाउनु दाइ एउटा कतिलो नेपालीमा पैसा त चाहियो नि त फेरि खै त्यो खोजौँला नि त्यसको लागि म तुलसीजीको भाइ श्रवण घिमिरे र अरू एकजना पनि थियो हामी एक दुई ठाउँ गयौँ आसाम गयौँ आसाम इटानगर भन्ने ठाउँ रहेछ केटापाहरू थुप्रो भएको राम्रो ठाउँ मणिपुर बाक्सु देहरादुनको त्यो माथि डाँडा त हाम्रै दार्जिलिङ जस्तै राम्रो जाने मान्छेहरू तर जहाँ पनि गयौँ कुराहरू एकदम राम्रो भएर सिधै फर्केर आयो पछि तुलसीजी गाउँकै मान्छे उहाँ हुँदो रहेछ उहाँको केही जान पहिचान एकजना बङ्गाली रहेछ ऊ चाहिँ कन्ट्र्याक्टर छ उहाँ बम्बईमा र उसलाई भन्दाखेरि खुब राम्रो मान्छे उसलाई त्यति बेला त पैसा अहिले जस्तो होइन पहिला त कम्ती लाग्थ्यो
30-40 हजारमा त भइहाल्थ्यो पिक्चर त बनाइहाल्थ्यो यति पैसा म खर्च गर्छु भनेर उसले भनिदियो त्यस पछाडि हामीले प्रोड्युसर ऊ तुलसी घिमिरे हो फर्स्ट टाइम एज ए म्युजिक डाइरेक्टर फिल्ममा मैले काम गरेँ है अनि प्लस फर्स्ट टाइम आशा भोसलेलाई रिक्वेस्ट गरेर गीत गाउनुलाई आशा भोसले एउटा एडभान्टेज किन लिने एउटा नै म दुईवटा गाउँछु भन्छु अन्त उदित नारायणलाई फर्स्ट टाइममा हामीले माइकमा बसाएको नर्भस भयो अलिअलि कामै पनि हो तर गीत चाहिँ गायो गीत त सुन्नु भएको एकदम त्यहाँनिर अब यसो फर्स्ट बाँसुरीको कुन चाहिँ गीत चाहिँ तपाईँले कम्पोज गर्नुभयो सर कुन चाहिँ याद आउँछ तपाईँलाई के याद आउँछ झझलको लिएर आएछ सावन फेरि आँखामा अब यो गीत लेखेको गीत सिकाउनुलाई मलाई 3 कि 4 दिन बिहान आशाजीलाई सिकाउनु पर्थ्यो इसका मतलब क्या बता भन्थ्यो हो यसलाई यस्तो हो यस्तो अनि उसले त्यो बिचरा नेपाली फड्कालो बोल्नु पनि अब फर्स्ट टाइम गाउँदैछ अनि फेरि यस्तो टाइपको उसले कहिले सुनेको पनि थिएन गाएको गीत खुब मन पर्यो उसलाई 2टा गीत गाउँछु भने अन्त डुएट पनि उसले नै गाउँछु भनेर फेरि मेरो साझमा सुन्नु भएको एकदमै त्यस्तो सबैले नसुनेको होला जहाँ पनि अब नेपाली जहाँ पनि छ अहिले विश्वभरि नै कसले चाहिँ सुनेको छैन होला यी सबै सम्पूर्ण पिक्चरको तपाईँले गर्नुभएको सबै गीतहरू नि जुन चाहिँ हाम्रो रेकर्डै हो अहिलेसम्म पनि नेपाली सङ्गीत जगतमा कोही फिल्म म्युजिक डाइरेक्टरको त्यति बिना चर्चित गीतहरू अहिलेसम्म निकाल्नु नै सकेको छैन जस्तो लाग्छ हामीलाई छैन भने जुन चाहिँ सानो नानीदेखि लिएर बुढो पाकोको मुखमा नै बसेका गीतहरू छ नि अनि सर त्यो बम्बई उयसको कुरा त भइहाल्यो दार्जिलिङमा सानोको तपाईँको जबको चाइल्डहुडको कुरा सानोको कुराहरू सोचाइ आउँदाखेरि के आउँछ के भन्न चाहनुहुन्छ मैले त्यो हजुरले पनि सोध्नु बिर्सनु भयो मैले पनि भन्न दिन्छु सानोको कुरा जब म यो म्युजिकमा स्टेजमा आएँ नि त्यति म घरमा दाईहरूको भेनाहरू तबलाहरू सबै बजाएर टाढबुनी हालेर जान्थेँ अन्त म बिस्तारै गएर निकालेर बजाउँथेँ त्यति बेला सानै थिएँ म 7-8 वर्षको बजाउँथेँ भरे दाईले सानो मेरो दाईले देखेछ है बराबर बजाउँछ त है अन्त उसले उनीहरूको त्यति बेला यङ गोर्खा एसोसिएसन भन्ने कुरा थियो त्यति उनीहरूको टाइमको अब त्यसमा एउटा आइटम चाहिँ मैले तबला बजाउने अनि कान्छा बाजे भन्ने त्यो एकदम चर्चित मान्छे त्यो कमेडियन है उहाँको छोरा गणेश शर्मा भाइलिन बजाउने त्यो चाहिँ हामी एउटै एजको है अन्त उहाँले भाइलिन बजाउने अन्त म तबला बजाउने अन्त हामीलाई फर्स्ट स्टेजमा राखिदिनु भयो त्यहाँदेखि हाम्रो सुरु भयो कुन चाहिँ गीत थियो होला सर उहाँले भोपाली राग बजाउनु भयो त्रितालमा अनि बसाइ कहाँ थियो सर त्यो तपाईँको जन्म त्यो जन्म मेरो तल पाउन्ड रोड भन्छ थानादेखि मुनि है अहिले त अगमसिंह गिरी रोड भन्दो रहेछ त्यति बेला पाउन्ड रोड थियो र दर्शकवृन्द फेरि एउटा छोटो विश्रामको समय भएछ दर्शकवृन्द आज हामी कुराकानी गरिरहेका छौँ श्री रञ्जित गजमेरज्यूसँग तपाईँहरूले पनि हेरिरहनु भएको छ बडो चाक मानेर मलाई पनि धेरै नै मजा आइरहेको छ सरसँग धेरै नै कुराहरू बुझ्न पाइरहेका छौँ सुन्न पाइरहेका छौँ हाम्रा दर्शकवृन्दलाई पनि त्यस्तो नै भइरहेको छ यो अन्तर्वार्तालाई हामी बिचमा ब्रेक गरेर इन्टरप्ट भइरहेकोमा हामी क्षमा चाहन्छौँ किनभने दर्शकवृन्दले त्यो पनि चाहनु भएको छैन जस्तो लागिरहेको छ आज अनि सर 1981 सालमा बाँसुरी त्यहाँदेखि सम्झना कुसुमे रुमाल वासुदेव साइनो लाउरे चिनो तृष्णा 2 थोपा आँसु कोसेली दक्षिणा देउता दर्पण छाया लहना 2 किनार अनि हाल आउँदै गरेको दर्पण छाया 2 नि यति बिना यति सबै नाम सुन्ने बित्तिकै दर्शकवृन्दहरूको कानतिर गीतहरू गुन्जिन थालिहाले आँखातिर त्यो भिजुअल्सहरू चल्न थालिहाले होइन सबैको नि यति बिना अब
गीतहरू गरिसक्नु भएको छ अनि यो यता बम्बई नै बसेर गर्नुभयो तर यसो सोच्दाखेरि नेपालबाट पनि अन्य धेरै नै चलचित्रहरू बन्यो हजुर त्यहाँबाट त्यसमा तपाईँको ज्यादा सङ्गीत त्योपट्टि पस्न पाएन के जस्तो लाग्छ सर त्यसमा विशेष नेपालको जति अरूहरूले फिल्म बनाउँथे उहाँहरूले प्राय नेपालमै बम्बई आएर रेकर्डिङ गर्न उनीहरूलाई महँगो पर्ने भयो त्यसो हुँदाखेरि धेरै जसो त्यति बेला आउँदैनन् थिए आजकल त धेरै आउँछन् आजकलका नयाँ नयाँ म्युजिक डाइरेक्टर भाइहरूले खुब राम्रो काम गरिरहेछन् उहाँहरू आउँछन् उहाँहरू त लु नेपाल बम्बे आउनु पैसाले पुगेन या भ्याएन तपाईँ नेपाल पनि पछि उहाँले कन्ट्याक्ट उहाँले मैले दुई तिनवटा उहाँहरूले दुई तिनवटा फिल्म गर्नुभयो त्यसको लागि त म बम्बेबाट उहाँहरूले टिकट पठाइदिनु भयो अनि काठमाडौँ गएर उहाँहरूले मलाई होटलमा राखेर होटलमा हामीले सिटिङ गरेर फेरि अचल त उहाँको कम्प्युटरको रेकर्डिङहरू म्युजिसियनहरू पनि राम्रो उहाँकाहरूलाई चलायौँ अनि विशेष हामीलाई जो चाहिने नेपाली टाइपको अलिकति अलगै तर पनि आफ्नो अब त्यो सुन्दाखेरि चाहिँ ठक्कै लागिहालोस् कि भित्र कि यो चाहिँ नेपाली गीत हो भन्ने मादल बज्नै पर्यो फ्लुट बज्नै पर्यो है त्यो प्रकारले उहाँको म्युजिसियनहरू पनि राम्रो खुब राम्रो गरेँ मैले हिजो अस्ति हिजो 8-10 महिना भयो होला एउटा पिक्चर गरेको थिएँ उहाँ त्यसको डाइरेक्टर हुनुहुन्थ्यो शङ्कर घिमिरे उहाँको हिरोइन हुनुहुन्थ्यो रिचा घिमिरे के यस्तो के थियो र उहाँहरूले मलाई उहाँ बोलाएर होटलमा राखेर झन्डै 10-15 दिन राखेर सब काम गराएर मलाई वापस फर्काउनु भयो त्यसमा एक दुईवटा ट्र्याक बनाएर चाहिँ मैले यहाँ ल्याएर आशाजीलाई एउटा गीत गवाएको थिएँ त्यो पिक्चरको नाम तुलसी पिक्चरको नाम है यो पिक्चरको नाम तर त्यसै हेर्दा चाहिँ अब तुलसी घिमिरेको पिक्चर प्राय रञ्जित गजमेरको हुन्छ त्यहाँबाटै सम्झिन्छन् तर त्यो चाहिँ अलगै थियो तर खुब रमाइलो भयो त्यसमा काम गऱ्यौँ त्यो कुरा हो कि तपाईँले तुलसी घिमिरेजीसँग खालि काम गर्नु रुचाएर अरूसँग कामै गर्नु नरुचाएको होइन त्यस्तो जो हाम्रो भन्नुहोस् न सृजना काम गर्ने कुरा हो जो पनि आउँछन् जस्तो पनि आउँछन् यत्रो टाढोबाट जसो पनि आउँछन् गर्ने नि काम त यो अहिले मैले तपाईँलाई काठमाडौँ र हाम्रो बम्बईको कुरा मात्र हुँदैछ सिक्किमबाट पनि धेरै पिक्चरहरू आए त्यो पनि गऱ्यौँ हामीले अनि भाग्सु देहरादुनबाट पनि होइन मणिपुरबाट केटाहरू आउनु भएको थियो उहाँहरूको पनि काम गरेँ मैले त्यो गीतहरू अब त्यो रिलिज भएन थाहा छैन तर काम गरियो त्यस्तो केही छैन यसो एक पक्षबाट हेर्दा यो पनि सुनिन्छ कि सरले म्याक्सिमम् मुम्बईकै कलाकारहरू चलाएर नेपालका कलाकारहरू अनि यतापट्टिका कलाकारहरू नचलाएर पनि अलिकति केही त्यस्तो धेरै मन पनि दुखाए त्यस्तोहरू छन् के कारणवश त्यो कारण चाहिँ त्यही हो अब नेपालबाट पनि कोही पनि सिङ्गर मगाउनु पर्यो भने सिङ्गरहरू अब हाम्रो त थाहै छ नै प्लेनमै आउने प्लेनमै जाने प्लेनको खर्च धुमधाम छ हो फेरि उहाँ आएर उनीहरूलाई राख्नु पर्यो होटलको खर्च गाउनु पर्यो त्यो पैसा दिनु पर्यो त्यो सब खर्च किन गर्ने बम्बईमै त्यस्तोहरू धेरै भयो तरै पनि मैले नारायण गोपालज्यू प्रेमदोज्यू यहाँबाट अरुणलाई पनि हिजो अस्ति साहित भन्ने पिक्चर त्यही कुरा निकाल्नु आँटेको सङ्गम क्लबमा हुँदा नै अब तपाईँहरू अरुण लामाजीहरूसँग समय काम गरिसकेको तपाईँहरू नि अनि यति बिना 81 देखि 2007 यति बिना चलचित्रहरूमा उहाँको स्वर कतै हामीले त्यस्तो सुन्न पाएनौँ त्यसमा के भन्नुहुन्छ कोसिस गर्दा पनि भएन नेपालबाट नेपाली प्रड्युसरहरूले पैसा जसले पैसा हाल्न सक्थे उनीहरूले सिङ्गरहरू ल्याएर गवाए त्यो त उनीहरूको तर दार्जिलिङबाट आर्टिस्ट ल्याउनलाई कस्तो कोही पनि मतलब सहज मानेनन् क्या उहाँबाट ल्याउने लाने राख्ने फेरि हो नेपालको कोही पनि राम्रो छ गाउने नत्र त अरू यहाँ छँदैछ आशा बस्नु छँदैछ के अरे
साधना सरगम छँदैछ, अरू पनि छँदैछन्, सिकायो भने गाइहाल्छ उनीहरूले, त्यस्तो भयो। तर मलाई त किनभने जो प्रोड्युसरले भन्छ पैसा दिने त ऊ, मैले के गर्ने, अनि होइन यही हुनुपर्छ भन्नु पनि भएन मैले, त्यो त्यस्तो सिचुएसन पनि थिएन। एउटा सङ्गीतकारको एउटा यहीँको अब सङ्गीतकारको रूपमा तपाईँले कस्तो अनुभव गर्नुहुन्छ त्यो सब कुरालाई? अरुणा लामाजीहरूसँगको त्यो काम गर्नु खुलस्त रूपमा काम गर्नु पाउनु भने कस्तो अनुभव गर्नुहुन्छ, त्यसमा के भन्नुहुन्छ? होइन कस्तो अनुभव गर्छ, अब अरुणा लामासँग त पहिल्यैदेखि उहाँको स्वरको त्यो थाहा थियो। एक दुईवटा गीत जो उसलाई सोचेर उसको स्वर रेन्ज सोचेर उसको फिलिङ सोचेर जो गीतहरू बनाएको थिएँ नि, त्यो उसलाई गाउनु पाइनँ मैले, त्यो त अलिकति धोको त छ। तर पनि अस्ति तुलसीजीले साइद भन्ने पिक्चर बनाउनु भएको थियो, त्यति बेला उहाँ अब तुलसीजीलाई यहाँबाट लिएर गएर बम्बईमा राखेर मेरो घरमै बसेर कति वर्ष बाद हामी फेरि सँगै बस्यौँ, मेरो वाइफ पनि खुसी भए, एकदम बसेर आयो। त्यो गीत त पिक्चरै यता रिलिज भएन रहेछ, त्यो साइद भन्ने गीत असाध्य राम्रो यस्तो गाएको छ। अब त्यो गाएपछि अलिकति बिरामी पनि हुनुहुन्थ्यो, हामीले एक हप्ता राखेर उहाँलाई ट्रिटमेन्टहरू गराएर सब भएपछि अन्त हामीले रेकर्ड गरेको उहाँ। त्यस पछाडि रेकर्ड गरेर मेरो छोरी पनि काठमाडौँ आउने, मेरो छोरीसँगै ऊ पनि काठमाडौँ गए, किनभने काठमाडौँमा अरुणाको छोरीले स्कुल खोलेको छ, के भनेर म भेट्नु जान्छु भनेर बम्बईबाट हामीहरू दुईजना काठमाडौँ गए है। त्यसको 3-4 महिना बाद त स्वर्गीय त्यो पछि मेरो वाइफले तपाईँको फर्स्ट सङ र लास्ट सङ चाहिँ अरुणाको भए भनेर भन्नुहुन्थ्यो क्या फुल नखेली छ यो साइडको। अब यो गीत त तपाईँहरूले सुन्नु भएको छैन होला हो, अब त्यो गीत रिलिज पनि भएन अनि मेरोमा छैन पनि, त्यो साइडको प्रड्युसरको मात्र फिल्म पनि त्यो गीतहरू पनि सबै त्यो रिलिजै भएन। कलाकारको एउटा विडम्बना, जो सिनेमासँग संलग्न कलाकार छ उहाँको त्यो एउटा विडम्बना पनि भएर जान्छ। सङ्गीतकारको मात्र होइन, कलाकारहरूको नि कोही बेला प्रड्युसर्स अनि निर्देशकहरू या कुनै के भएर के कुरा हुन्छ, फिल्म सभा अड्केर जान्छ, उहाँले गरेको काम कसैले हेर्नु पनि पाउँदैन, सुन्नु पनि पाउँदैन। यो एउटा विडम्बना ठुलो कलाकारहरूमा देखा परेको छ। अनि यसैमा हामी सोच्दाखेरि सर दार्जिलिङबाट अब दार्जिलिङमा धेरै सम्झना तपाईँको जुडेको छ नि, कर्मथलो तपाईँको मुम्बईबाट नै तपाईँले अन्तर्राष्ट्रिय स्तरमा नै तपाईँले ख्याति अर्जन गर्नुभयो नि, तर तपाईँले दार्जिलिङमा माया मार्यो एकदमै भन्ने कुरा हामी सुन्छौँ, के भन्नु? त्यो त होइन, त्यो माया मारेर म आउने छ र जे पनि होस्, मेरो गीतमा तपाईँ जति पनि गीत सुन्नुहोस्, तपाईँले यो चौरस्ताबाट हेर्नुहुन्छ नि डाँडा काँडा है, घाम लागेको बेलामा म त आइजिआइडीमा काम गर्थेँ, सधैँ हिँडेर जान्थेँ हिँडेर आउँथेँ, अनि यो सबैको डाँडा काँडा पहाड पर्वत जतिको प्रेरणा थियो नि त्यो अझै पनि मेरोमा भित्र छ। त्यही प्रेरणाको फलस्वरूप तपाईँहरूले सुन्नुहुँदैछ। बिर्सने त कुरै आएन, माटोले बिर्से पनि माटोलाई हामी किन बिर्सिने, माटोले किन बिर्सिन्छ? हामी त सबै नै सधैँ नै तपाईँलाई नै हेरेर तपाईँकै सङ्गीत सुनेर बढिरहेको छौँ, अगाडि हुर्किरहेको छौँ, अगाडि बढी नै रहेको छ नि। अनि सर अघि कुरा गर्नुहुँदै थियो, हामी अघि कुरा गर्दै थियौँ, त्यो कुरालाई छोडेर म यसमा आएँ। सानो 7-8 वर्षको हुँदाखेरि तपाईँले तबला बजाउनुहुन्थ्यो, त्यसपछि अल इन्डियन गोर्खा एसोसिएसन त्यसको तर्फबाट तपाईँले प्रथम गणेश बाबासँग कार्यक्रम गर्नुभयो, यङ गोर्खा एसोसिएसनको तर्फबाट प्रथम कार्यक्रम गर्नुभयो। अनि यसरी नै अगाडि कसरी अलिअलि तबला बजाउँथ्यो, हाम्रो स्कुलको फङ्सनहरू हुन्थ्यो, त्यति बेला शरण र म सँगै पढेको, एउटै क्लासमा सँगै हामी एकदम, ऊ बेन्जो बजाउँथ्यो, खुब राम्रो, एकदम राम्रो ट्यालेन्टेड मान्छे अनि धेरै राम्रो मान्छे र उसलाई तबला बजाउने समकालीन अब सँगै पढ्ने हुँदाखेरि हाम्रो जोडी खुब मिल्थ्यो क्या। त्यसो हुँदाखेरि आस्ते आस्ते पछि उहाँले म्यान्डोलिन सुरु गर्नुभयो, म्यान्डोलिन बजाउने, अब ड्रम बजाउने ताली, त्यसरी आस्ते आस्ते सबै अलग अलग भयो। पछि त सँगै सङ्गम खुल्यो, सङ्गमबाट पनि सँगै भयो। त्यस पछाडि म
त्यो अब सबैलाई याद छ आफ्नो आफ्नो नाम उहाँहरूको नि त्यता इतिहासमा नै अङ्कित छ उहाँहरूको नाम। अनि सर हालमा अहिले तपाईँले दर्पण छाया 2 मा नि सङ्गीत दिनुभएको छ, कस्तो प्रकारको सङ्गीत दिनुभएको छ? दर्पण छाया 2 को कथा चाहिँ के छ भने धेरै ग्याप पछाडि तुलसीजीले पनि धेरै ग्याप राख्नुभयो, उहाँले अरू काम हेरेर अरू पिक्चरहरूको कामहरू पेस गरेर पछि फेरि उहाँलाई सिक्किमका कोही लामा कोही र अमेरिकाका सापु के हो त उहाँहरूले उहाँहरूको पहिलादेखि के रहेछ र उहाँहरू सबै भएर एउटा हाम्रो दर्पण छाया 2 भन्ने पिक्चर बनाऊ भनेर उहाँहरूको सल्लाह भएछ र फाइनेन्सरहरू उनीहरू वा 2 को एक फाइनेन्सरमा म्युजिक डाइरेक्टर पनि उहाँहरूकै लिनुपर्छ भन्ने प्रस्ताव पनि भएछ र उहाँको म्युजिक डाइरेक्टरले 2-3वटा गाना गरिसक्नु भएको रहेछ, रेकर्डिङ भइसकेको रहेछ। पछि अब त्यस्तो केही सल्लाह भयो होला, दर्पण छायाको गाना रञ्जित दाइले गर्नुभएको उहाँको त केही त हुनुपर्छ भन्दाखेरि फेरि मलाई तुलसीजीले तारो बोलाएर फेरि उहाँ बम्बईबाट तुरुन्तै बोलाउने बित्तिकै काठमाडौँ जाने त्यो केही अवस्था थिएन, फेरि सबै कुरो मिलाउनु पर्यो र खालि 2 दिनको लागि म गएँ। म पुगेको बेलुकी तुलसीजीले सिचुएसनहरू भन्नुभयो, रातभरि बसेर कम्पोजिसन उहाँले लेख्नु खुब राम्रो लेख्नुभयो। त्यस पछाडि गीत सकेपछि फेरि एरेन्जमेन्ट पनि म आफै गर्छु हरेक गीतको, त्यो सबै लेखिओरिकन रातभरि बसेर गरेर नेक्स्ट डेमा रेकर्डिङ गर्नु जाउँ त उहाँ त 13 घन्टा 14 घन्टा त लोड सेडिङ हुँदो रहेछ, के गर्ने हो। अब अझै एक रात बसेर राति काम गर्ने भयो, अन्त राति बसेर बिचरा त्यो मेलिना भन्ने रहेछ अहिलेको नयाँ सिङ्गर, खुब राम्रो सानो केटी तर खुब राम्रो गाउने, चल्छ। अनि उहाँको एकदम प्रचलित राजेश पायल उहाँले डुएट गाउने ल त भनेर राति उहाँको रेकर्डिङ सब सिद्ध्याएर पर्सिपल्ट म वापस आएँ। अलिकति गुनगुनाइदिनुहोस् सर, हामीलाई नरिलिज भएन, हामी चाहिँ हाम्रो दर्शकवृन्द र हामीले चाहिँ सुन्न पाउने थियो त्यसो सोचेर। सरी याद आएन मलाई, माफ गर्नु होला है। सरले माफी त मागिहाल्नुभयो, सरले अब याद नआएर हो कि तुलसी घिमिरेजीले एकदम रिलिज नभइकन सुनाउनु पाउँदैन भन्नुभएको छ निर्देशकले, त्यो पनि केही छैन त्यसमा। अनि सर सुरुमा तपाईँहरू दार्जिलिङबाट मुम्बई लागेर मुम्बईबाट नै धेरै नै हाम्रो दार्जिलिङका होइन सङ्गीतकारहरूको हाम्रो दार्जिलिङ सङ्गीत क्षेत्रको नाम बढाएर जानुभयो, तपाईँहरूले धेरै उन्नति गर्नुभयो। मुम्बईमा नै दार्जिलिङका कलाकारहरूलाई हाम्रो नेपाली कलाकारहरूलाई चिनाउनु भयो तपाईँहरूले नि। अहिले पनि धेरै हाम्रा युवाहरू मुम्बईमा गरिरहेको छ। अहिले हेर्नुहोस्, अब यो तपाईँले भन्दाखेरि मलाई ठ्याक्कै याद आयो, जब म आरडी बर्मन थिएँ त्यति बेला आरडी बर्मनसँग हरेक काममा मलाई बुढोले यहाँ ऐसा क्या गर्छ या ऐसा गर्न भनेर भन्थ्यो। अनि उसको केही अब प्रब्लम म्युजिकल प्रब्लम पऱ्यो भने कान्छ यही ऐसा क्या होगा सोध्थ्यो। मेरो अलिकति चल्थ्यो उहाँ हिसाबले पनि। त्यो टाइममा दार्जिलिङबाट कोही म्युजिसियन पनि कोही केटाहरू गीत गाउने कोही आएन। त्यति बेला काठमाडौँबाट 3 जनाहरू आएको थिए, एउटा होमनाथ उपाध्याय तबला एकदम राम्रो बजाउने, एउटा मदन परियार भायोलिन एकोर्डियन राम्रो बजाउने, अनि अर्को चाहिँ श्यामराज सक्सफोन बजाउने फ्लुट पनि बजाउने राम्रो। 3 जना आएको थिए, सबैले काम राम्रो बजाउने। यहाँबाट दार्जिलिङबाट खालि 2 जना आएको थिए, 2 जना भाइलिन कृष्ण र के लेप्चा थाहा छ भाइलिन बजाउने, गौतम लेप्चा। गौतम सर, हजुर गौतम लेप्चा 2 जना आएको थिए। फेरि उनीहरूको तकदिर राम्रो, उनीहरू आउँदाखेरि सोलेको ब्याकग्राउन्ड हुँदैछ। सोलेको ब्याकग्राउन्ड कमसेकम 1-1.5 महिना भयो। डेली
बिहान 9 बजीदेखि बेलुका 11 बजीसम्म डेली हो, पैसा पनि प्रशस्तै पाउने, काम पनि भयङ्कर आखिरी भयो। अनि तपाईँले उनीहरूलाई लगेर उहाँको अब म्युजिसियन एसोसिएसन छ, उहाँ पहिला इन्टरभ्यू दिनुपर्छ अलिकति बजाएर, अनि अन्त कार्ड दिन्छ, त्यो कार्ड पछि चाहिँ काम पाउँछ, काम हुन्छ क्या। अन्त त्यो लकिली उनीहरूको त्यो एसोसिएसनमा इन्टरभ्यू पनि म बस्नु पर्यो, कोही पनि थिएन, काचा गर्दैन यार भन्यो हो। अब म बसेपछि त अलिअलि बजायो, बजाउनु थाल्यो। सोलेको ब्याकग्राउन्डको बात अब कार्ड पनि पाइहाल्यो, भइहाल्यो, दुईजनालाई दार्जिलिङको केटाहरू हो, राम्रो बजाउने। ल त सकेर त दुईजना त फर्किनै भन्छ, बस्नै मानेनन्, त्यस्तो पनि भयो। अहिले धेरै नै युवाहरू तल मुम्बईमा अहिले त धेरै छन् रोबजेलकै आफ्नोहरू मान्छे पनि छ, उनीहरू पनि छन्, मैले भेटेँ फ्लुट बजाउने पनि छन्, राम्रो छन्, राम्रो केटाहरू छन्, अहिले राम्रो सिकेर गाएकोहरू धेरै नै आइरहेछ। अनि अन्य जति पनि हाम्रा सङ्गीतकारहरू गायकहरू अन्य धेरै पनि आउने कोसिस गरिरहेका छन्, जाने कोसिस गरिरहेका छन्, उहाँहरूलाई के सजेस्ट गर्नुहुन्छ, के भन्न चाहनुहुन्छ तपाईँ उहाँहरूको लागि? उहाँ त एकदमै राम्रो हो, यो क्षेत्रमा इम्प्रुभ मतलब केही गर्ने इच्छा भएको मान्छेहरूलाई बम्बई जस्तो ठाउँ त अरू छैन, त्यो एकदम मेन जग्गा हो। फिल्म म्युजिक र अरू पनि कलामा जो बाँधिएका जो डान्सर भयो, एक्टिङ भयो, त्यो त मेन, बम्बई त मेन हो नि। त्यो वहाँ गएपछि स्ट्रगल त सङ्घर्ष गर्नै पर्छ, तर राम्रो छ र गर्छ भने उसले काम पाइहाल्छ, त्यो त तपाईँ नसुर्ता पनि हुन्छ, तर स्ट्रगल त गर्नै पर्छ। तर अब हाम्रो टाइममा चाहिँ स्ट्रगल कम गर्नुपर्छ, किनभने कम्ती थियो सबैजना। अहिले त सिरियलले गर्दा मार्छ। तपाईँ आउनु आज काममा, अब सिरियलमा काम गर्दै गरेको हुन्छ, तपाईँ आज आउँदिन भने अर्को फक रेडी भइहाल्छ, रेडी आइहाल्छ, त्यस्तो छ। पहिला देशबाट खालि हुन्थ्यो, अहिले त विदेशबाट कुरै छैन, धुमधाम छ। अनि सर यसैमा कुरा गर्दै हामी यति बिना चलचित्रहरूमा तपाईँले सङ्गीत भन्नुभयो, सङ्गीत दिनु, मिठा मिठा सङ्गीत जो अब एकदमै इतिहासै रचेका छन् सबै गीतहरूले नि, कस्तो प्रकारले कम्पोजिसन गर्नुहुन्थ्यो, के सोच आउँथ्यो सर, कस्तो विचार हुन्थ्यो? हुन त बम्बईको त्यो हल्ला टाटुटु बजिरहेको, गरम भइरहेको, तर सङ्गीत चाहिँ तपाईँले यतापट्टिको भाकाको दिनुपर्ने, कस्तो विचार, कस्तो प्रकारले गर्नुहुन्थ्यो? सङ्गीतको यतापट्टिको भाका त अब त्यो ब्लडमै छ नि हाम्रो, डिएनए उफ्रिहाल्छ। बुझ्नुभयो? तर अब जति पनि उहाँहरूले सिचुएसनहरू दिनुहुन्थ्यो, डाइरेक्टरले जो सिचुएसनहरू दिनुहुन्थ्यो, सबै त हाम्रो नेपाली फिल्मको है। अब त्यो नेपाली फिल्ममा हाम्रो नेपाली त अलिकति त झल्किनै पर्यो नि, त्यो त है। अन्त त्यो फेरि हाम्रो ब्लडमा त भएकै कुरा हो, त्यसलाई निकालेर एप्लाई गर्नलाई चाहिँ अब फुलको माला उम्रेको जस्तै हो क्या, माला उनेर त्यो फुलको जो गरिन्छ, रङबिरङ फुल छ भने त्यो सब स्टाइलले बनाइन्छ राम्रो माला, त्यस्तै हो त भने यो त्यही चिज हो। तर अब त्यसलाई गाँस्न अलिकति त्यो मेहनत चाहिँ गर्नुपर्छ, मेहनत चाहिँ यो यस्तो गऱ्यो भने राम्रो हुन्छ कि गर्दाखेरि भयो, होइन यस्तो होला कि 2-3वटा अप्सनहरू राखेर हामीले गर्छौँ, त्यो जो एकदम राम्रो हुन्छ सुनाउँदाखेरि यो राम्रो याद दाइ, अब यो मजा आयो नि भन्ने हुन्छ नि, त्यस्तो त्यसलाई फेरि रेकर्ड गर्ने, त्यसो गर्छौँ हामीले। अनि उहाँ अब मैले हाम्रो दार्जिलिङका जति पनि छन् राम्रो कम्पोजरहरू छन्, उहाँहरूलाई यो कुरा एकदम भन्नलाई मलाई मन लागेको छ। गीतकारहरूले एकदम राम्रो लेख्छन्, लेखेर दिन्छन्, गीत बनाइदेऊ भनेर, त्यो एकदम राम्रै हो, बनाउनेले पनि गर्छन्, तर त्यो सिस्टम चाहिँ उल्टा पर्यो, बुझ्नु भएन? किनभने बम्बईमा सिकेको मैले, पहिला ट्युन बनाउने, ट्युन बनाएर त्यो ट्युनमा लेख्न सक्नुपर्छ। अन्त किनभने जहिले पनि तपाईँ बिहान नुहाउँदाखेरि गुनगुनाउँदाखेरि के अरे वर्ड त भन्नुहुन्न नि, ट्युनै भन्नुहुन्छ नि, त ट्युन चाहिँ पहिला याद हुनु पर्यो मान्छेलाई,
त्यस कारणले पहिला ट्युन चाहिँ हामीले गर्नुपर्छ। सङ्गीतकार पनि त्यसको लागि तयार हुनु पर्यो, प्रिपेयर हुनु पर्यो, अनि शब्दकारहरू पनि एकदमै त्यही भने मैले उहाँ नेपालको फिल्म गर्दा म त्यसरी गर्छु क्या, के नेपालको फिल्म गर्नेहरू आउँदाखेरि गीतको यत्रो बुक लिएर यो गीतहरू यो सिचुएसनको यसरी कहाँ हुँदैन नानी। सिचुएसन भन्यो ठिक छ, तर ट्युन त तिमी चेक गर, ट्युन तिमीलाई एकदम लागेपछि अन्त लेख न। डुएट सङ, रोमान्टिक सङ अरे, रोमान्टिक सङ डुएट सङ त जसले पनि थाहा भइहाल्छ लेख्ने मान्छेलाई त। त्यसमा अलग अलग वर्ड लेख्ने ट्युनमा त्यो अर्कै कुरा हो। लेखेर दिएर त्यसलाई ट्युन त्यो त अप्ठ्यारै हुन्छ। अप्ठ्यारो मतलब मजा आउँदैन हामीलाई है, अब अरूलाई गर्छ। ठिकै कुरा, एकदमै राम्रो कुरा गर्नुभयो। अनि सर यो चलचित्रहरूमा यो गीतहरूमा तपाईँलाई कुन चाहिँ गीत चाहिँ एकदम मनमा छुएको छ अहिलेसम्म? कुन चाहिँ गीत चाहिँ तपाईँलाई बिर्सिनै सक्नु हुँदैन? त्यो गीत चाहिँ गीतहरू जति पनि छन् त्यो त सबैले भन्छ नै भन्छ, सबै गीत मलाई मनपर्छ, सबै गीत मेरो छोराछोरी जस्तै। हजुर एकदमै। तर मेरो जिन्दगीमा फर्स्ट टाइममा जो आशा भोसलेलाई गवाए नि त्यो चाहिँ एउटा भएर गयो। त्यसले गर्दा अरू सम्पूर्ण गीतहरू पनि बनिँदै गए। अनि आजसम्मको जुन चाहिँ तपाईँले सङ्घर्ष गर्नुभयो, जति खट्नुभयो नि, सङ्गीतलाई आफ्नो एउटा भित्र हालेर नै अगाडि आएर आज अन्तर्राष्ट्रिय जगतमा क्षेत्रमा नै हाम्रो नेपाली सङ्गीतलाई उच्च स्थानमा लानुभयो, यसरी ख्याति प्राप्त अर्जन गर्नुभयो। अनि यो सब गर्नुमा के मुख्य कुरा के रहेको तपाईँ सोच्नुहुन्छ? तपाईँले के भन्नुहुन्छ हाम्रो दर्शकवृन्दलाई, हाम्रो आउने नानीहरूलाई जसले सुनिरहेको छ? अब हामी केटाकेटी हुँदैदेखिको एउटा हुन्छ यो गर्ने, इन्जिनियर हुने, डक्टर हुने, यो पनि हुन्छ। त्यो चाहिँ त्यस्तै त हो। मलाई म्युजिक मन पर्थ्यो, एज अ म्युजिकमा केही गरौँ भनेर लागिरहन्थ्यो। त्यसो गरेर आस्ते आस्ते ठिक हुँदै गएर अहिलेसम्म गरेर राख्छु। अहिलेसम्म चित्त बुझाएको छैन, अझै पनि गरिरहेकै छ। तर त्यो चाहिँ सबैतिर हुनु पर्यो, त्यो लगन हुनु पर्यो, अनि सिक्न पनि पर्यो है। अब आजकल कम्प्युटर छ, सबै छ हो, कम्प्युटरमा पनि सिकाउँछ। तर त्यो 3-4वटा कर्ड बजाएर त्यसमा गीत बनाएर थपडी पाएर फुलेर बस्नु चाहिँ हुँदैन। त्यसमै काम गर्ने हो भने चाहिँ मेहनत गर्नुपर्छ। अनि अहम भाव चाहिँ एकदम छोड्नुपर्छ। भन्छ नि आई स्पेसलिस्ट भन्छ नि, मैले यस्तो गरेँ मेरो यस्तो हो, त्यो चाहिँ छोड्नुपर्छ। त्यसले चाहिँ फेरि जिन्दगी खतम गरिदिन्छ। त्यो कुनै पनि कलाकार जो पनि होस्, अहम आयो भने चाहिँ त्यो डाउनफल सुरु भयो। सोचिहाल्नु। एकदम सही कुरा गर्नुभयो सर। भन्ने कुरा त आफूले तपाईँले हामीले गरेको काम आफूले भन्नु भन्दाखेरि दर्शकले त्यसको मूल्याङ्कन गरिहाल्छ, उहाँले नै भनिहाल्छ। एकदम ठिक। तपाईँ काम गर्नुहोस् न, काम गरेर नाम हुन्छ, नाम गरेपछि दाम हुन्छ, सिधा। बम्बेको प्रोफेसनल कुरा एकदमै जुन चाहिँ सम्पूर्ण विश्वभरि नै लागु हुन्छ यो क्षेत्रमा लागेको नि। अनि हाम्रा जति पनि एचिभर्स मन पराएर हेर्ने हाम्रा मसिना भाइ बहिनीहरू छ, साथै हाम्रो आउने कलाकारहरू छ, उहाँहरूले पनि आज धेरै नै कुरा जान्ने बुझ्ने मौका पायो। अनि यही कुरा लिएर उहाँहरू नै अगाडि बढ्छ अनि अझै अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो यस क्षेत्रको अनि सङ्गीतको नाम उच्च गरेर जान्छ भन्ने हामी विश्वास राख्दछौँ। सर, तपाईँले यति समय व्यस्त हुँदा हामीलाई दिनुभयो होइन, त्यसको लागि एकदमै हामी सम्पूर्ण दार्जिलिङ टेलिभिजन अनि सम्पूर्ण दर्शकको तर्फबाट एकदमै तपाईँलाई आभार व्यक्त। दार्जिलिङ टेलिभिजनका सम्पूर्ण परिवारलाई मलाई यतिको मान इज्जत दिनुभयो र त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यो पनि मौका रहेछ, कताबाट सिक्किममा बोलायो, त्यो मौकामा यता आएँ, यसो सबैलाई भेटौँ भनेर यस्तो आज यस्तो सबैसँग अब यो अब त प्रसारित हुँदा त पुरा हाम्रो सम्पूर्ण भेगमा नै हेरेँ, पुरा के भन्ने अब पुरा नेपाली समाज सबैले हेर्छन् नि, त उहाँहरूसँग कुरा गरे जस्तै भयो नि। त त्यो खुब शान्त हुन छ मलाई। धेरै धेरै धन्यवाद। धन्यवाद। अनि आजको यस कार्यक्रमबाट हामीले धेरै कुरा सिक्न पायौँ, धेरै कुरा बुझ्न पायौँ। दर्शकवृन्दलाई
उहाँको यो गीत भनिरहने कुनै अब जरुरतै छैन, किनभने उहाँको नाम सुन्ने बित्तिकै अघि नै भनिहालेँ मैले, उहाँहरूको आँखा अगाडि नै भिजुअलाइजेसन आइहाल्छ, उहाँहरूको कानमा नै त्यो गीतहरू गुन्जिनै रहनेछ। उहाँको अमर गीतहरू हामीले सुनिसकेका छौँ। त आजको यस एचिभर्स श्रृङ्खलामा हामी श्री रञ्जित गजमेर ज्यूसँग उहाँको धेरै कुरा बुझ्ने मौका पायौँ अनि उहाँले यसरी हामीलाई मौका दिनुभयो उहाँको अन्तर्वार्ता लिने। अनि आगामी दिनमा पनि हाम्रा एचिभर्सहरूलाई यस श्रृङ्खला मार्फत हामी ल्याउनेछौँ। धन्यवाद।